उच्च शिक्षा अध्ययनका लागि जापानलाई आफ्नो गन्तव्य बनाइरहनु भएको छ। भर्खरै +2 सकियो। अब के गरौँ त? जापानी भाषा कसरी तयार गरौँ, डकुमेन्टेसनहरू कसरी तयार गर्नुपर्छ र नयाँ आएको कानुनले कति इम्प्याक्ट पार्न सक्छ, के त्यसको बारेमा चिन्तित हुनुहुन्छ? त्यस्तो हुनुहुन्छ भने तपाईँहरूको लागि राइट प्लेटफर्मको रूपमा रियाक्सन नेपाल हुन सक्दछ। रियाक्सन नेपालले विगत लामो समयदेखि उच्च शिक्षा अध्ययन गर्न जाने भाइ बहिनीहरूको लागि उचित परामर्शको साथै भाषा तयारी कक्षा र डकुमेन्टेसनको गाइडलाइन्स गर्दै आइरहेको छ। यदि तपाईँ अहिले आइरहेको नयाँ पोलिसी र जापानले चेन्ज गरेको नयाँ रुल्स एन्ड रेगुलेसनबाट आफूलाई सुरक्षित रूपमा जापानमा गई आफ्नो उच्च शिक्षा अध्ययन पुरा गरी आफ्नो सुन्दर भविष्य कोर्न खोज्दै हुनुहुन्छ भने त्यसको सहयात्रीको रूपमा रियाक्सन नेपालले तपाईँलाई सदैव हेल्प गर्नेछ। र फर्दर इन्फर्मेसनको लागि तपाईँले हाम्रो एडमिसन डिपार्टमेन्टलाई सम्पर्क गर्न सक्नुहुन्छ। साथै अर्को गुड न्युज चाहिँ के छ भने +2 कम्प्लिट गरेर बस्नु भएको भाइ बहिनीहरूको लागि विशेष छुटका साथ हामीले जापानिज ल्याङ्ग्वेजको क्लास र डकुमेन्टेसन प्रोसेस सुरु गरिरहेका छौँ। ढिलो नगर्नुहोस्, छिटै हामीलाई सम्पर्क गर्नुहोस्। तपाईँको उच्च शिक्षा अध्ययनको सहयात्रीको रूपमा हामी तपाईँहरूलाई सेवा गर्न पाउँदा एकदमै खुसी हुनेछौँ र तपाईँहरूलाई उचित परामर्श दिएर तपाईँको गन्तव्य मुलुकसम्म पुर्याउन सदैव हेल्प गर्नेछौँ।